अज्ञात पुरुषको मृत्यु भएको छ। हजुर दर्शकबिन सम्पूर्ण नमस्कार, म अनिश पोखरेल। आज मिति 2082 चैतको 18 गतेको दिन बिहानको समयमा खैरेनी नगरपालिका वडा नम्बर 8 मा स्थित मगनी चोकको परीक्षालयमा एक अज्ञात पुरुषको मृत्यु भएको छ। चितवनको खैरेनी नगरपालिका वडा नम्बर 8 स्थित मगनी चोकमा परीक्षालयमा एक अज्ञात पुरुषको मृत्यु अवस्थामा लास फेला परेको छ। खैरेनी मगनी चोकको परीक्षालयमा अज्ञात पुरुषको मृत परिवार खोज्दै प्रहरी मृत्यु हुने व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन। घटनापछि इलाका प्रहरी कार्यालय खैरेनीको अवस्था कानुन प्रक्रिया पुरा गर्दै मुचुक्का गरी शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको छ। इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक सागर पन्तले मृतकको परिवारका लागि सबैलाई सहयोगको अपील गर्नुभएको छ। यदि कसैको उक्त व्यक्तिलाई चिन्नुभएको छ भने कृपया तुरुन्त प्रहरी कार्यालय सम्पर्क गरी परिवारसम्म खबर पुर्याइदिनुहोला, सहयोग गरिदिनुहोला। उहाँले आग्रह गर्नुहोस्। प्रहरीले घटनास्थलमै सब अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको परिवार नखुलेका मृतकको हुन् यस्तै भन्ने सङ्केत अवस्था रहेको छ। हजुर दर्शकबिन, आज चाहिँ चितवनको खैरेनी नगरपालिका वडा नम्बर 8 मगनी चोकमा चाहिँ अज्ञात पुरुषको मृत अवस्थामा लास भेटेको छ। कोही कसैले चिन्नुहुन्छ भने चाहिँ यो भिडियो तत्काल सेयर गरेर सबैसम्म पुर्याइदिनु होला, उहाँको परिवारसम्म पुर्याइदिनु होला। उहाँको हुनुहुन्छ अहिलेसम्म परिचय खुलेको छैन। हस् त, धन्यवाद, नमस्ते।